बिसादी परे गरिसकेपछि फलफुल वा तरकारी टिप्न अघि चाहिँ केही समय पर्खनु पर्छ है भनेर जानकारी गराउनको लागि चाहिँ यो भिडियो बनाउँदैछु। कुनै पनि बिसादी परे गरिसकेपछि हामीले बिसादी परे गरेदेखि टिप्नु अघि चाहिँ केही समय पर्खनु पर्ने हुन्छ, जसलाई हामी वेटिङ पिरियड पर्खनु पर्ने समय अथवा प्री हार्भेस्ट इन्टरभल भन्ने गर्छौँ। यो चाहिँ विभिन्न बिसादीको प्रकार अनुसार कुन बालीमा लगाउने हो अनि यो चाहिँ कस्तोमा गरेको छ, जस्तै ग्रिन हाउसमा गरेको हो कि खुल्लामा गरेको छ अनि कस्तो मौसममा चाहिँ एप्लिकेसन गरेको, यस्तो कुरामा चाहिँ डिपेन्ड गर्छ। जस्तो कि हामीले चाहिँ रातो लेभल भएको बिसादीहरूलाई चाहिँ बढी समय पर्खनु पर्ने हुन्छ, उनीहरूलाई चाहिँ 20-21 दिनसम्म चाहिँ पर्खनु पर्ने हुन्छ। त्यसै गरी पहेँलो लेभल अलिक कम 14 देखि 15 दिनसम्म पर्खनु पर्ने हुन्छ र निम्न आधारित बिसादीहरूलाई चाहिँ 2-3 दिन अथवा हेरिकन बिसादीको प्रकार हेरिकन चाहिँ पर्खिनु पर्ने हुन्छ। बिसादीको बोटामा चाहिँ हामीले चाहिँ प्री हार्भेस्ट इन्टरभल वेटिङ पिरियडहरू चाहिँ लेखेको हुन्छ। त्यसमा चाहिँ बाली अनुसार अथवा कुन बिसादी अनुसार चाहिँ कति दिन पर्खनु भनेर चाहिँ बिसादीकै बट्टा अथवा लेभलमा चाहिँ लेखेको हुन्छ। त्यो हेरेर मात्रै प्राविधिकको सल्लाह अनुसार सुरक्षित तरिकाले हामीले बिसादीको प्रयोग गर्नुपर्छ। र बिसादीमा भएको कणहरू प्लान्टहरूमा चाहिँ रेसिड्यूको रूपमा बस्ने हुन्छ, त्यसैले चाहिँ स्वास्थ्यमा हामीलाई डाइरेक्ट रूपमा असर गर्छ। त्यसै बिसादीले चाहिँ हाम्रो स्वास्थ्यमा प्रत्यक्ष रूपमा असर पर्ने हुँदा चाहिँ जहिले पनि यसको वेटिङ पिरियड कति समयसम्म पर्खने भन्ने कुरालाई चाहिँ एकदमै ख्याल गर्नु जरुरी छ।